एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। इट्स मी वर्षा नेउपाने र हामीले लगभग 5-6 मन्थ अगाडि होला समरको चाहिँ कस्तो छ यहाँ वरिपरिको इन्भाइरोमेन्ट भनेर देखाएको थिएँ र अब चाहिँ विन्टर सकिन लागिसकेको छ र बाहिर चाहिँ टेम्परेचर पनि प्लसमा गएको छ। सो आज चाहिँ हामी जानलाई होइन ड्रेस पनि त्यस्तो धेरै ज्याकेटहरू लगाएको छैनौँ, एकदम ठिक्कको प्लसमा गएको छ टेम्परेचर। सो बाहिर चाहिँ कस्तो छ, कतिको हिउँ परेको छ, कस्तो छ बाहिरको अहिलेको इन्भाइरोमेन्ट देखाउन हामी गइरहेछौँ। हामी चाहिँ हिँड्दै जान्छौँ, गाडीमा जान्दैनौँ। सो कस्तो छ हजुरहरू सुरुदेखि अन्तिमसम्म हेर्नु होला है त। थ्याङ्क यू गाइस। फाइनल्ली यतिको ड्रेस लगाएर बाहिर हिँड्न पाइएको छ, कस्तो अर्कै आनन्द लाग्दो रहेछ क्या। जहिले ज्याकेट 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 भएको थियो। गाइस ढोका खोलेबाट चाहिँ यसरी स्टार्ट हुन्छ हाम्रो है। हेर्नु ल, ढोका लाउने ल, हेर्नु है। ओहो सानो माया त नानी लडिन्छ है बिस्तारै। अनि हेर्नु ल, एकदमै हिउँ छ यहाँनिर पनि, यहाँनिर एकदम घुँडाभन्दा माथिसम्मै छ होइन। अनि रोड चाहिँ क्लियर छ, किनभने हिजो अस्ति चाहिँ रोड पनि क्लियर थिएन होइन। अहिले चाहिँ रोड क्लियर भएको छ, हिउँदेखि बाइक केही छैन। हेर्नु है ल, यहाँ हेर्नु हिउँ 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 हिउँने हिउँदै केही पनि छैन। हेर्नुहोस् त हिउँ। अनि हामी चाहिँ यहाँ बस्छौँ, हाम्रो रुम चाहिँ त्यहाँनिर छ। हेर्नु है, यति धेरै हिउँ छैन यस्तो। हिजो अस्ति अब यस्तो ठ्याक्कै विन्टर ठ्याक्कै लागेको टाइममा त बाहिर निस्किने, यसरी घुम्ने, यसरी हिँड्ने त चान्सै थिएन क्या हाम्रो। के हो छोरो? ल गाइज, हामी चाहिँ हिँड्दै जाँदैछौँ होइन। कति कुद्ने गाडीमा, कति कुद्ने वाक्कै लाग्दो। यहाँनिर त गाडी कुदाएको पनि नेपालतिर साइकल कुदा जस्तै जसको हुन्छ होइन। अनि हिँड्दा पनि कस्तो आनन्द आयो। हिँड्न नि पाइँदैन क्या यहाँनिर त। पहिले त अब यो विन्टरमा माइनस, ओ माइ गड कस्तो तर्छ हिउँ चाहिँ। हेर्नु न, मेल्ट हुन थालेको छ नि त प्लसमा गएर। अनि कस्तो घिनलाग्दो देख्न थालेको छ। यता चाहिँ राम्रो हो। अनि के अरे, अनि अहिले चाहिँ प्लसमा गएको छ नि। यहाँ चाहिँ छुट्टी थियो, हामी दुवैजना बाहिर निस्केको। यहाँ चाहिँ यता चाहिँ यस्तो हो, हामी बस्ने परको हो है। अघि पनि देखाएँ मैले, हजुरहरूलाई ब्याग देखाउँछु ल। यता त हिउँ नै हिउँ मात्र देखियो। यता चाहिँ यस्तो छ। यहाँहरू चाहिँ प्रायः यो चाहिँ सबै होटलै हो होइन। सानो खुसी भएर हेर्नु न, कस्तो घिनलाग्दो भएको छ क्या सबै मेल्ट भएर नि। हामी चाहिँ कहाँ छौँ भन्नुहुन्छ होला, हामी चाहिँ यो सस्काचुवन प्रोभिन्सको प्रिन्स अल्बर्टदेखि पनि तल, प्रिन्स अल्बर्टबाट पनि 1 आवर ड्राइभ लाग्मा आइपुगिन्छ वास्केसु लेक। हामी ठ्याक्कै त्यही वास्केसु लेकमा जाँदैछौँ अब। हिजो अस्ति त एकदम राम्रो त यो छ नि, यो बाटो त केही नै देखिँदैन थियो, यो सबै सेतै थियो। अनि यो चाहिँ अब अहिले मेल्ट हुन थालेदेखि चाहिँ घिनलाग्दो भएको हो, नभए चाहिँ एकदम राम्रो थियो। यता चाहिँ यस्तो हो। अहिले त लास्टै नराम्रो हुने रहेछ कि यो सबै पग्लेसी त। हामी उता जाँदैछौँ। ब्याक भ्यू भन्दा त यतै बरु राम्रो होला जस्तै लाग्यो क्या मलाई त। कति नराम्रो भएको हो क्या छ्या। हेर्नु न यहाँ। तर समरमा चाहिँ फेरि लास्टै रमाइलो हुन्छ है गाइज। समरमा चाहिँ यहाँनिर यो ठाउँ चाहिँ समरमा सबैजना यो प्रोभिन्सबाट आउने, यो प्रोभिन्सभरिकै सबैभन्दा राम्रो ठाउँ, एकदम पिक्की, एकदम रोज्ने, घुम्न कहाँनिर जाने भन्दाखेरि रोज्ने ठाउँ नै सबभन्दा यही हो कि। हामी बसेको ठ्याक्कै हामीले त्यही ठाउँमा बसेको छौँ। अनि समरमा चाहिँ जस एकदम रमाइलो हुन्छ क्या यहाँनिर। सबै चिजहरू छ, हजुरले जे चिजको लागि आउनुहुन्छ नि। जस्तै अब यहाँनिर कायकदेखि लिएर के अरे बोटिङदेखि लिएर यो सिपहरूमा जाने हुन्छ नि, सानो सानो सिपहरूमा। अनि
के अरे अब टक्क बिचमा साइडमा बसेर आनन्द लिने अनि के खेल्ने हो जस हजुर ओ माई गड मेरो छोरालाई कति रमाइलो लाग्छ भन्न मम्मीलाई लिन आएको थ्याङ्क यू छोरो नानी गाडी आउँछ है सानो अनि खेल्ने चिजहरू चाहिँ सबै चिजै छ कि अब हजुर सबै नै अभाइलेबल हुन्छ यहाँनिर सो हामी चाहिँ त्यस्तो ठाउँमा चाहिँ एकदम रमाइलो छ तर विन्टरमा चाहिँ ना बाबा ना काम रुमदेखि बाहेक अरू केही पनि हुँदैन अब हजुरहरूलाई चाहिँ म ठ्याक्कै वास्केसु लेक हामी पुग्न आँटिसक्यौँ उताको साइडमा चाहिँ हेर्नु सबै यो थुप्रेर यत्रो भएको छ त्यहाँनिर त घटेको के यो त घटेको हो अब यता कस्तो गाह्रो भयो है छिन् ल एन्टी लाइट पढ्यो होइन यता चाहिँ फेरि रमाइलो है यताको साइड चाहिँ कस्तो राम्रो हो ल छोरी ल म आउँदैछु बेटा हजुर ओके छोरी ओके ओहो बाटो त बाबा अनि विन्टरमा चाहिँ फेरि भयानकै छ नि त मम्मीलाई हेर्नुलाई सबै थुप्रो मात्र लागेको छ हेर्नु त यहीँ यस्तो छ यहाँ हामी लेकतर्फ जाँदैछौँ हामी चाहिँ साना आउँदैछु मम्मी आउँदैछु हामी चाहिँ लेकतर्फ जाँदैछौँ वास्केसु लेक साइडमा यहाँ हेर्नु ल अहिले त यतिको त हिँड्ने भएको हो क्या यो अहिले चाहिँ यहाँनिर चाहिँ हल्का प्लेइङ खेल्ने ठाउँहरू छ बच्चाहरूलाई एकदम रमाइलो छ अनि अहिले त हिँड्ने भएको हो यस्तो त्यो यहाँनिर त कहाँ सक्नु भाइ यो माइनस भएछ त हावा त्यस्तै चल्ने यो असम्भव कुरो थियो के तर अब अहिले त यतिको भएको छ हेर्नु है यो परको चाहिँ वास्केसु यही हो वास्केसु लेक चाहिँ चाहिँ स्लाइडिङहरू छ स्विङ भयो ओहो छोरी त ह्याप्पी ओइ अम्म ओइ बाबा ओ खुट्टा त अझै गाडी त रहेछ त अनि माई गास नि त ओ बाबा यस्तो लुभ हो म त आउन सक्दिनँ होला राम यहाँ हानु न रमाइलो चाहिँ एकदम रमाइलो छ होइन त्यस्तो गरेर खुट्टा अझै पनि भएको छ नि तर पनि अलिअलि चाहिँ यसो आइरहनु भएको छ खेल्नहरू यहाँ अलिअलि खेल्न ल्याउनु थाल्नु भएको छ अनि यहाँ नै सकिनँ म त त्यहाँ जानलाई सानो खेल्न थालिन् हजुर ओके मम्मी आउनु भन्दैछिन् ओके छोरो आउनु भन्दैछिन् मलाई हिँड्नै डर लाग्यो क्या म यताको साइडबाट गइ हेर्छु ल गाइज अबि मम्मी यहाँ हानु ल ए खुट्टा यति गाडियो सो गाइज मलाई चाहिँ हिँड्न एकदम डर लाग्यो होइन नानीले चाहिँ बोलाएको लागि अब नहुने रहेछ म आउँदिनँ ल नै डर लाग्यो गाइज मलाई त नहुने रहेछ कहाँ अबुई खुट्टा त पुरै सेट खुट्टा त पुरै गाडिने रहेछ नहुने रहेछ होइन बाफ्रे म चाहिँ उतिनेरि माथि गएर बस्छु ल गाइज ल गाइज म चाहिँ यहाँ बसेँ होइन अनि बाबा छोरी चाहिँ उता खेलिरहनु भएको छ म चाहिँ सकिनँ हिँड्नै सकिनँ छोरीलाई फेरि कति मनपर्छ स्विङ खेल्न लास्टै मनपर्छ के सानो हुई भन्दै तिमीलाई कति मनपर्छ पिङ खेल्नलाई यता चाहिँ स्विङ भयो यता चाहिँ स्लाइडिङ छ होइन
यता चाहिँ स्लाइडिङ खेल्ने ठाउँ छ अनि त्यहाँबाट यता पनि स्विङ छ अनि यता चाहिँ के भन्छ यो दुईतिर बसेर यस्तो यस्तो गर्नेवाला के भन्छ त्यसलाई थाहा भएन यता पनि गेम खेल्ने छ रमाइलो छ कि छ नि यो पुरा यो हजुर छोरो ह्याप्पी ओके अनि त्यो पर देखिरहेछ नि सेतो देखिरहेछ नि त्यही हो वास्केसु लेक ओ माई गॉश ये म सान्द्रो बाबाको भिडियो बनाइदिन्छु र टिकटकमा हाल्ने गाइस हल्का हावा पनि चल्न चाहिँ चलिरहेछ तर त्यस्तो साह्रो चिसो छैन कि नभए त हल्का त्यस्तो धेरै पनि -5-6 मात्र भयो अनि हावा चल्यो भने त सक्यो यस्तो चिसो हुन्छ ओ माई गॉड पुरै नगरम जस अहिले चाहिँ फेरि रमाइलो हुन थाल्यो विन्टर भने बाहिर निक्लिन हिँड्न घुम्न मिले पछाडि चाहिँ रमाइलो हुन्छ हैन रमाइलै छ ठाउँ त यतिको तर जब बाहिर पनि निक्लिन घुम्न फिर्न पाइँदैन तब चाहिँ अनि सक्यो क्या हजुरहरूलाई देखाइसकेर यो सबै वरिपरि अहिले अलिअलि ग्रिनरी देखिरहेछ नि योहरू पनि रहँदैन क्या योहरू पनि सबै हिउँले ढाकिसक्छ क्या योहरू सबै ढाक्ने अनि यता त मजाले ग्रिन देखिरहेछ नि योहरू सबै ढाक्छ के अहिले त निकै राम्रो यो त धेरै राम्रो भएको अनि हामी आएको हो नि हेर्दै सबै सेतै छ हेर्दै यो धेरै राम्रो भएको हो भनेपछि आफै बुझ्नु न योहरू छ नि यो देखिरहेको ग्रिन के भन्छ रेड र ब्लू कलरको योहरू त पुरै ढाकेको थियो योहरू पनि मेल्ट भएर यतिको भएको हो भने चाहिँ आफै बुझ्नु यो त धेरै राम्रो भएको हो भयो ओइ कस्तो डर लाग्छ भाइ मलाई यस्तो छ अनि ओ माई गॉश हजुर आउनु छोरा आऊ यता आऊ ह्याप्पी ओके अबे सानो तँ नखेल नानी यो खेल दिस वान यहाँ हेर साना यो खेल यो यो भन्दा नि रमाइलो चाहिँ पर खेल्दा हुन्छ तर त्यहाँनिर त पुरै भित्रै छिर्छिन् नानी फेरि ल गाइज यही हो है वास्केसु लेक चाहिँ होइन अनि अहिले चाहिँ अब वास्केसु लेक होइन के भएको छ अब वास्केसु लेक चाहिँ एकदम फ्रोजन छ एकदम स्नो नै स्नो छ लाइक हिँड्न नि सकिँदैन क्या हिँड्दाखेरि पनि हजुरको घुँडासम्म पुग्छ र पनि बाबा छोरी चाहिँ गएर खेल्नुभयो स्विङ गर्नुभयो अनि अहिले चाहिँ आज चाहिँ प्लसमा गएको छ मैले अघि पनि भनिसकेँ सो हामी त्यही भएर बाहिर हिँडिरहेको छौँ अनि अलिअलि अहिले चाहिँ आउन थाल्नु भएको छ अब समर लगभग स्टार्ट भयो नि त विन्टर चाहिँ अब इन्ड भयो भन्दा नि हुन्छ र पनि अब यो मेल्ट हुनको लागि चाहिँ 1 मन्थ जस्तो लाग्छ बाबा लाग्छ 1 मन्थ जस्तो लाग्छ हजुर अनि छोरी चाहिँ यहाँ खेलिरहेको छिन् होइन अनि स्नो यति धेरै भए पनि चिसो चाहिँ छैन किन यस्तो लुगा लाएर बसेको त भन्नुहुन्छ होला के अरे टेम्परेचर चाहिँ प्लसमा छ सो कति रमाइलो लागिरहेछ क्या मलाई यस्तो लुगा लाउँदाखेरि कस्तो आनन्द आइरहेको छ जहिले ज्याकेट हेभी लुगा लाएर कस्तो आफूलाई नै कन्जस्टेड भइरहेको थियो अनि अहिले कस्तो कति रमाइलो लागिरहेछ सो त्यही भएर त्यस्तो चिसो छैन कस्तो आनन्द एकदम रमाइलो एकदम पिसफुल इन्भाइरोमेन्ट छ अहिले चाहिँ एकदम रमाइलो छ गाइज हजुरहरू आउन सक्नुहुन्छ कोही चाहिँ नेपालबाट चाहिँ यहाँनिर यो प्रोभिन्समा आउन लाग्नु भएको छ अथवा यही ठाउँमा चाहिँ आउन लाग्नु भएको छ भने हजुरहरू सबैजनालाई वेलकम छ विन्टरमा चाहिँ अलिकति त्यही अलिक गाह्रो हुन्छ एकदम माइनसमा गएको बेलामा चाहिँ -30 -45 -50सम्म पनि पुग्छ त्यति बेला चाहिँ हजुरलाई रुम र कामदेखि बाहेक गर्नु त्यो असम्भव इम्पोसिबल छँदै छैन त मिल्दै होइन र 3-4 महिना जस्तो चाहिँ गाह्रो हुन्छ त्यहाँबाट त
रमाइलो छ। समर त एकदमै बब्बाल हुन्छ किनभने समरमा चाहिँ यो एकदम पिक्की ठाउँ हो क्या यो प्रोभिन्सको चाहिँ सबैजना आउने यहाँ घुम्ने रमाइलो गर्ने ठाउँ भनेको यही हो। सो समर विल बी वाउ हुनेवाला छ होइन हाम्रो। हामी एकदम रमाइलो गर्नेवाला छौँ। हामी यहाँनिर आउने छौँ अनि यहाँ टक्क समरमा होइन बाबा के लिएर आउने दामी ड्रेस लिएर अनि रमाइलो गर्छौँ गाइज। ल बाबा के अरे कस्तो लागिरहेछ? एकदम रमाइलो। अनि यसो भनिदिनुहोस् न कस्तो रमाइलो मौसम छ। अनि समरमा चाहिँ यहाँनिर के चाहिँ गर्न पाइँदैन भन्नु त? के चाहिँ गर्न मिल्दैन? यहाँनिर हरेक चिजको फेसिलिटी छैन त? जो घुम्नको लागि टाढाबाट आउनुहुन्छ के गर्न पाइन्छ भनिदिनु न बाबा। के को सुविधा छ? धेरै रमाइलो छ यहाँ। स्विमिङ गर्ने, बोटिङ गर्ने, फिसिङ गर्नेदेखि लिएर अनि अरू भन्दा पनि यो वाइल्ड लाइफ हेर्ने एकदम राम्रो ठाउँ छ। एल्कहरू हजुर बेयरहरू एकदम नजिकैबाट देख्न पाइन्छ यहाँ, डियरहरू। अनि एकदम रमाइलो छ यहाँ। सिनरी एकदम राम्रो छ यहाँ। यो लेकको सिनरी होइन। लेक चाहिँ यो यत्रो ठुलो छ कि यो बिच जस्तै छ क्या, समुद्रको बिच जस्तै छ। समुद्रको किनारमा बसेर यो चाहिँ पछि चाहिँ यहाँ चाहिँ यति धेरै मान्छे हुन्छन् कि यो बिचले भरिएको हुन्छ। यो त सबै हामीलाई नि बस्ने स्पेस पनि हुँदैन क्या, धेरै भरिएको हुन्छ। यस्तो रमाइलो छ। म त्यति बेला पनि भ्लग बनाउँछु, त्यो टाइमै मिल्दैन के, काम भनौँ अनि के भनौँ अनि टाइम मिलेको बेला चाहिँ म पक्कै भ्लग हाल्नेछु। के बाबा लु छोरीले के भन्न थाली न। अब हामी हल्का घुमेर अनि घर जान्छौँ है। बाबा छोरी कति खेलेको मुटु नानी धेरै हिँड्दैन है नानी, त गाडी नि छ नि फेरि साना। कति उसलाई खेल्न अब पाउँदैन नि त रुमभित्र, अनि उसलाई खेल्न भएपछि पुग्यो। गाइस ड्याडी छोरी चाहिँ खेलै हुनुहुन्छ होइन। सानोलाई खेल्न पाएपछि भयो के होइन, बच्चाहरूलाई त्यस्तै त हो। मस्त खेलिरहेको कस्तो कति पछाडि यति रमाइलो मौसम भयो। हजुरलाई क्यामेरामा जति देखाएको छु नि त्यो भन्दा रमाइलो देखिरहन्छ क्या। मौसम चाहिँ त्यस्तो रमाइलो छ आज। हुन्छ त्यस्तो गर्मी पनि छैन, चिसो पनि छैन, कस्तो आनन्द चिल खालको इन्भाइरोमेन्ट छ क्या आज। कस्तो रमाइलो छ। सानु र बाबा चाहिँ उता खेलिरहनु भएको छ। अनि म चाहिँ हल्का भिडियो बनाइदिनु भनेर भिडियो बनाएँ। अनि फोटो चाहिँ खासै खिचिनँ। कपाल चाहिँ हेर्न, कपालको बिजोग छ होइन। कपालको चाहिँ बिजोग छ। अब यो चिसोमा झन् चिसो पानीले नुहाउन सकिन्न कपाल। अनि अलिकति मन त पानी नै हुन्छ। अनि कपालको त कुरै नगर। मलाई फेरि कपाल त्यति साह्रो उयो पनि लाग्दैन होइन। राम्रो त बनाउन अवश्य मनपर्छ, रे पनि भएन भने पनि त्यति साह्रो मलाई उयो लाग्दैन कि। गल्यो मेरो हात गल्यो गाइज। फतौरीको बुढो फतौरी। ए सान्नानी तिमीलाई हिर्काउला लौरीले ठ्याक्क ठ्याक्क ठ्याक्क। सानु बी केयरफुल बेटा। सानु पनि खत्रै भइसकिसकिन् नि गाइज। आयु न डाल्नेमा बाटो बनाइदिँदै हुनुहुन्छ। चिकन बनाना। मोटरसाइकलमा घुम्नलाई जाउँ कान्छी, पछाडि बसेर बुलेट बाइकमा। नर मोटरसाइकलमा घुम्नलाई जाउँ कान्छी, पछाडि बसेर बुलेट बाइकमा। यामी 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 मिमी आइयामा।
मोटरसाइकलमा आएन त्यहाँदेखि त घुमाउला घुम्नलाई जाउँ कान्छी पछाडि बसेर बुलेट बाइकमा एरु Come on, be careful. Ariana Karki. बिस्तारै छोरो नानी this way काली Ariana, what is this? Do you like motorcycle? Yes, I like motorcycle. ल कुदाई गर त्यसो भए यो गरिदिनु बाबा ल गाइस आनन्दले यसरी पनि बसेर आनन्द लिन सक्नुहुन्छ हैन एकदम रमाइलो छ यो चाहिँ सबै अहिले फ्रोजन भएको छ लेक चाहिँ कस्तो आनन्द कति रमाइलो छ एकदम सनलाइट मेरो ठ्याक्कै फेसमा आइरहेछ हैन घर जानै मन लाग्छ छैन के घर चाहिँ हाम्रो यही नजिकै हो लाइक वकिङमा 3 मिनेटमा पुगिन्छ कस्तो आनन्द आइरहेछ वाउ बा के खेलेको बाबा यस्तो नखेल्नु होला हौ ए हेल्प भन्दै छिन् छानु ओके मम्मु इज हियर बाबा यहाँ त लास्टै हुन्न के यता नजाम होला बाबा नजाम ओ बाबा यताबाट हुन्न के यहाँ हानु न खुट्टा त्यतिसम्म गाडी रहेछ है यस्तो त कहाँ हुन्छ त भाइ ओ माई गॉश यस्तो छ है रमाइलो चाहिँ रमाइलो भइरहेछ तर हिँड्नलाई चाहिँ गाह्रो छ तर त्यति साह्रो त छैन ओ यहाँ हानु बाबा ओ सेड यहाँ हार्नु अब ओए बाबाले कस्तो आँखा हेरेर हिँड्नुपर्छ नि अरे हौ अब जता त यस्तो चाहिँ यहाँ ल म कति गाडीमा ओ सेट यत्रो ओ माई गॉश मेरी छोरी हिँड्नु न हिरो भएर धेर के भयो बल्ल बल्ल सानुलाई फकाएको नानेको थिएन अहिले थाहा पाइन् भने फेरि नानु डेल्टा बोलाएर यहाँ न यता पनि सेतै छ यता पनि सेतै छ सानुको पारा हानु ल नो सानु बाहिर सबै भिजेर सबै हेर्नु न यो माथिबाट यो आइस झरेर यी पानी सानु नो यहाँ भन्दैछु हेर्नु यो बाटो साना गइन् त भागेर सानु यहाँ हेर चक्लेट यहाँ हेर मम्मीले यहाँ आइस ओ माई गॉड सानु त लिएर आयो नि ड्याडीलाई वेट गरौँ ल हामी ड्याडी कम फास्ट ड्याडी कम फास्ट भन्दै न ड्याडी आउनु भो Let's go. This way, Ariana, okay? Slowly. Ariana, what is that? Duck. Stop the tiny guy. Oh my god, so many water. ओहो
ल अब हामी डाइरेक्ट घर जाँदा भयो कि बाबा यो बाटो नहिँड्नु मलाई हजुर बोक्नु न त सानोलाई ल गाइस यो बाटो चाहिँ धेरै गाह्रो रहेछ बाबा ओहो यो बाबा त हिँड्नु भयो मलाई पो डर लाग्यो भाइ अब यस्तो है आम्मा यो चाहिँ साह्रै नराम्रो के सबै आइस पग्लेर है बाफ्रे कस्तो नराम्रो भएको छ ए छोरी ए रु के खेल्यो हौ मेरो छोरोले आज आइसक्रिम खान्छौ मम्मीले एक किस्दै नि त आई लभ यु मेरो छोरीले मलाई कति माया गर्छिन् कति माया पो गर्छिन् त मेरो छोरी आई लभ यु मम्मी भन्छ नानी म कामबाट आउने बित्तिकै मामु कमन भन्दा नि मेरो ब्याग बोकिदिन्छन् अनि मामु मिस यु भन्छन् सधैँ मिस गर्छिन् मलाई कति माया गर्छिन् नि मेरो छोरी मेरो पोप्पा हो नि त पोप्पा मेरो पोप्पा हामीले चाहिँ जति सक्दो भिडियो सबैतिर देखाउने ट्राई गऱ्यौँ तर अर्को साइड पनि थियो अर्को साइड चाहिँ हामी गएनौँ किनभने सबै हिउँनै त छ सो हामी चाहिँ घर आइपुगिसक्यौँ अब चाहिँ हामी तातो तातो मिठो मिठो थुक्पा बनाउँछु चटपटे बनाउँछु नि हजुरलाई देखाउँछु भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नु होला लाइक सेयर सब्सक्राइब गर्नु